नमस्कार। यो भिडियोमा मैले चारवटा राशि माघ महिनामा सर्वाधिक सफल हुन्छन् भनेर भन्ने छु। सबैभन्दा पहिले सिंह राशिको छैटौं सूर्य, वृश्चिक राशिको तेस्रो सूर्य, मेष राशिको दशम सूर्य र मीन राशिको एकादश सूर्य गरेर यी चारवटा राशिहरू सर्वाधिक शुभ हुनेछन्। आर्थिक उन्नतिमा राम्रो हुनेछ। जागरण एक किसिमको जागरण ल्याउने हुन्छ। सूर्य आत्माकारक हुन्छ। आत्माबाटै प्रफुल्लित हुन सक्ने वा कुनै खास किसिमका कामहरू गर्न सक्ने अवस्थिति यो चारवटा राशिलाई रहने हुन्छ। सूर्य जब कारक हुन्छ। गभर्नमेन्ट क्षेत्रमा जब लाग्नु, देश विदेश चाहिँ जान सक्नु अथवा भिसा लाग्न सक्नु, नयाँ कामको सुरुवात हुन सक्नु, यात्रा हुनु, आर्थिक उन्नति हुनु, कुनै पनि माहौल क्रिएट गरेर तपाईँ आफू अगाडि बढ्नु, सामाजिक जीवनमा राम्रो, एजुकेसन, शिक्षा, सम्बन्ध, यो यावत कुराहरूलाई मिलाएर लिएर जान सक्ने अवस्थिति रहन्छ। भाग्यले साथ दिने हुन्छ। भाग्य नै सबैतिर फल्न सक्ने र आफ्नो मेहनत वा कर्म पनि फल्न सक्ने भएको कारणले गर्दा उन्नति प्रगतिको हिसाबमा चाहिँ निकै राम्रो, निकै सफल, निकै व्यापक तरिकाले अगाडि बढ्न सक्ने अवस्थिति देखिन्छ। उन्नति प्रगति हुन सक्ने कारणले गर्दा वृश्चिक राशि, सिंह राशि, मेष राशि र मीन राशिको जीवनमा माघ महिना सर्वाधिक शुभ हुन सक्ने अवस्थिति छ।